लाई पनि हार्दिक नमस्कार अभिवादन। तपाईहरुले अत्यन्त गम्भीर प्रश्न सोध्नुभयो। पहिले कुरा त पार्टीले यो प्रस्तुत गरेको यो प्रतिबद्धता प्रस्ताव जुन अहिले कपिल कमरेडले प्रस्तुत गर्नुभयो, यसले अझै छुटेकोहरू केहरू प्लस गरेर थप गरेर यो कार्यभार पूरा गर्ने काममा निर्वाचित भएपछि म चाहिँ त्यो काममा लाग्नेछु भनेर प्रतिबद्धता जाहेर गर्न चाहन्छु। त्यसपछि विगतका जिम्मेवारी भएर काम गर्ने बेलाको कुरा जुन कुरा सोध्नुभयो, यो पूर्वी चितवन म भएको बेला मात्रै होइन, कमरेड जेपी भेटवालको पालादेखि अहिलेसम्मका कामहरू धेरै नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिहरूले गर्दै आउनु भएको छ। कमरेड जेपी भेटवालले लोथरबाट सौरासम्मको तटबन्धन गर्ने काममा उहाँ रात दिन नसुतेर जुन कार्य गर्नुभयो, त्यो अत्यन्त प्रशंसनीय र पूर्व चितवनको जनताले त्यो कामलाई वास्तवमा हामीलाई जोगायौँ र हाम्रो संरक्षण चाहिँ नेकपा एमाले हो र नेकपा एमालेको प्रतिनिधिहरूले यो काम गर्छ भन्ने विश्वास दिलाएर आउनु भएको छ। त्योभन्दा पछाडि कमरेड सुरेन्द्र पाण्डे आउनुभयो। सुरेन्द्र कमरेडले पनि अब यो भण्डारा मलिखु चेवाङ मार्ग लगायतका चाहिँ तपाईको पुल पुलिसिया बाटोहरू निर्माण गर्ने काममा जुन काममा चाहिँ अब यहाँ पूर्वी चितवनमा काम भएको छ। त्यसपछि तपाईले जुन अघि प्रश्न गर्नुभएको थियो, अब तपाईँ मन्त्री हुने बेला के काम भयो भनेर, म मन्त्री हुने बेलामा र त्यसपछि मन्त्री म सकेपछि फेरि जगन्नाथ सर हुनुभयो। यी सबै कामहरू चाहिँ तपाईको फेरिस्ट सबै भन्ने हो भने पूर्वी चितवनको सबै काम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूबाट भएको छ। म हुने बेलामा सुरुवात गरेको काम चाहिँ अब मन्त्रालय कृषि, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा थियो र कृषि मन्त्रालयको जिम्मा भए पनि आफ्नो क्षेत्रमा चाहिँ काम कसरी गर्ने भन्ने बारेमा विकास निर्माणको कामको सन्दर्भमा चाहिँ सबैभन्दा पहिला निर्वाचनमा भोट माग्ने जाने बेलामा त्यहाँको आमा बुवा दाजु भाइ दिदी बहिनी सबैको चाहिँ के क्वेसन थियो भने, अब हामीलाई अरू केही पनि पर्दैन, हामीलाई चाहिँ एउटा यो वन्यजन्तुले जुन खालको दुःख दिन्छ, यो मानव जाति र वन्यजन्तु बिचको द्वन्द्व समाधान गर्न तपाईले कङ्क्रिट वाल बनाइदिनुहोस् भन्नुभयो। लोथरबाट सौरासम्म त्यो कङ्क्रिट वाल अहिले सम्पन्न भएको छ र केही ठाउँमा अलिकति तपाईको चाहिँ लोकल अन्तर्विरोधले गर्दा थोरै बाँकी छ। अरू सबै सम्पन्न गर्ने काममा मैले सुरु गरेँ, जेएन कमिटीले सम्पन्न गर्नुभएको छ। त्यो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ। अहिले तपाईको त्यो क्षेत्रमा वन्यजन्तुबाट हुने बाली नाली घर भत्काउने नोक्सानहरू अहिले हुँदैन, जनता ढुक्कले बस्नु भएको छ। एक दोस्रोमा कमरेड विष्णु घिमरे जिल्ला विकास समितिको सभापति हुँदा, जगन्नाथ सर उप सभापति हुँदा म जिल्ला विकास समितिको सदस्य थियो। हामीले परिकल्पना गरेको बाटोहरू थियो, यो तपाईको चाहिँ उत्तरी खण्ड बाटोको चाहिँ त्यो उत्तरी खण्ड बाटो निर्माणको सन्दर्भमा अब अहिले चाहिँ लगभग पुलहरू सबै सम्पन्न भएर बाटो सम्पन्न भएर यो इलाका प्रहरी कार्यालय भण्डाराबाट बसिनी निस्किने र सटक्क नारायणघाट पुग्ने बाटो चाहिँ त्यो सम्पन्न भएको छ। त्यहाँ बीचमा पुल पनि कतिवटा पुल बन्यो भने भवानीपुर पुल, अनि पान्पा खोलाको पुल, लाजारा खोलाको पुल लगायतका पुल घोलारमा सबै पुल निर्माण गरेर त्यो सम्पन्न भएको छ। त्यो उदाहरणीय काम त्यो सम्पन्न भएको छ। त्यसपछि ठाउँमा हामीले पार्कहरूको निर्माण गरेका छौँ। त्यो पार्कहरूले गर्दा कम्तीमा धेरै पार्कहरू निर्माण गरिसकेपछि त्यो पार्कमा चाहिँ मान्छेहरू आउने जाने बस्ने खाने कम्तीमा पनि रोजगारमूलक काम पनि हुन्छ र त्यहाँ चाहिँ तपाईँको धेरै खालको मान्छेहरू बाहिर गएर कतिपय पार्कमा मान्छे कहाँ जान्थ्यो भन्दाखेरि हेटौँडामा जाने, तपाईँको चाहिँ अन्त जाने गर्थ्यो। र यो बिचमा चाहिँ हामीले 3-4 ठाउँमा भण्डाराको चाहिँ इकुटुरिचम पार्क देखेर कङ्गालीको पार्क, तपाईँको यो चाहिँ वार्ड नम्बर 8 को पार्क निर्माण गरेर 3-4 पार्कमा हामीले चाहिँ लगानी गरेर त्यो लगभग चाहिँ अन्तिम सम्पन्नको बिन्दुमा गइरहेछ। त्यो राम्रो काम भएको छ। अर्को कृषिको क्षेत्रमा चाहिँ हामीले एउटा किसानले दुध उत्पादन गर्यो, कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादन गरेको दुधहरू चाहिँ कस्तो अवस्थामा हुन्छ भने बिक्री बजार नपाएर तपाईँको चाहिँ
कसैले काठमाडौँमा चाहिँ दुध पोखाएर फालेछ, काभ्रेमा दुध सडकमा पोखाएर फालेछ, चितवनमा उत्पादन भएको दुधहरू पोखाएर फालिरहेको देखेपछि डेरी सेक्टरका साथीहरूले आएर यो अवस्थाबाट हामीलाई सजिलो हुनको निम्ति के गर्नु पर्ला भनेर उहाँहरूको डेलिगेसन आएर मलाई राय सल्लाह सुझाव दिन आउनुभयो र उहाँहरूको राय सल्लाह सुझाव अनुसार मैले धेरै चितवनमा पनि पाउडर दुध प्लान्टको उद्योग छ। त्यो पाउडर दुध प्लान्टको उद्योगले तपाईँले यो पाउडर दुध प्लान्टको उद्योग सञ्चालन गरिदिनुहोस् र यो तपाईँको यो दुधहरू तपाईँले चाहिँ सडकमा पोख्न दिनु हुँदैन, तपाईँले खरिद गरिदिनुहोस्, हामीले के गर्नुपर्छ भन्ने धेरै सरसल्लाह गरेँ उहाँसँग, डाइरेक्टरसँग। तर जति सल्लाह गरे पनि घाटा हुने काममा हामी हात हाल्दैनौँ, हाम्रो यो प्राइभेट सेक्टर हो। त्यस कारणले हामी जान देखादेख घाटा हुने काममा हात हाल्दैन भनेपछि हेटौँडामा त्यसो भए मुख्यमन्त्रीज्यूसँग त्यतिखेर जेएन सर चाहिँ मुख्यमन्त्रीज्यूको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो, उहाँहरूसँग हामी सबै सल्लाह गरेर अब यो चाहिँ तराईको 12 पर्सा रौतहाट पनि समेट्ने, चितवन र तपाईँको चाहिँ मकवानपुर पनि समेट्ने, यता नवलपरासी काभ्रेलाई पनि समेट्ने गरी हेटौँडामा चाहिँ एउटा दुध पाउडर प्लान्टको उद्योगको स्थापना गर्नु पर्यो भनेर हामीले त्यसलाई चाहिँ तपाईँको डिजाइन बनाएर अनि बजेटको विनियोजन गर्यो। त्यो अहिले सम्पन्न भएर त्यो सञ्चालनमा आइसकेको छ। अर्को कृषिको क्षेत्रमा उत्पादन जति गर्न किसानहरू निराश भइरहेछ, अब यो निराशबाट उत्साहमा जाग्नलाई कृषि क्षेत्रमा चाहिँ तपाईँको मान्छेहरूलाई रोजगार सिर्जना हुने, मान्छेहरूले उत्पादनमा बढी ध्यान केन्द्रित गराउनको निम्ति हामीले के योजना चाहिँ ल्यायौँ भने अब ठाउँ ठाउँमा जिल्लाको विभिन्न उत्पादन क्षेत्र भएको ठाउँमा कतिपय ठाउँमा आलु धेरै उत्पादन हुन्छ, किवी उत्पादन हुन्छ, कफी उत्पादन हुन्छ, ड्रागन फ्रुट उत्पादन हुन्छ, जहाँ धेरै उत्पादन गर्ने सक्ने ठाउँहरू छ एउटा त्यसलाई बजार व्यवस्थापन गर्नको निम्ति ठाउँ ठाउँमा बजारीकरण गर्ने। अर्को चाहिँ बजार नपाउँदाखेरि चिस्यान केन्द्रमा राख्ने भनेर ठाउँ ठाउँमा चिस्यान केन्द्र निर्माण गरेको छ। त्यस अन्तर्गत चितवनमा पनि अहिले खैरेनी नगरपालिकामा एउटा चिस्यान केन्द्र छ र तपाईँको मकवानपुरको पालुङमा छ, अहिले तपाईँको चाहिँ रामेछापमा छ, जिरीमा छ, नुवाकोटमा छ, धेरै ठाउँमा अहिले चिस्यान केन्द्र निर्माण भएको छ। निर्माण सम्पन्न भएको छ, सञ्चालनमा चाहिँ तपाईँको रोसुवाको आएको छ, अरू ठाउँमा अन्त ठाउँको सञ्चालनमा आएको छैन। किन सञ्चालनमा आएन भन्नु होला भने अब कतिपय ठाउँमा स्थानीय तहको जनप्रतिनिधि अब चाहिँ र त्यो चाहिँ पिबिबी मोडेलमा आएको हो। पिबिबी मोडेल भनेको चाहिँ अब स्थानीय तहले पनि त्यसलाई चाहिँ तपाईँको सहजीकरण गरेर सहभागितामा हामीले 30-70 को प्रोग्राम ल्यायौँ। 70% सरकारले लगानी गर्ने, 30% चाहिँ तपाईँको कि त स्थानीय तहमा नगरपालिकाले लगानी गर्ने कि चाहिँ तपाईँको सहकारी संस्थाहरूले अथवा प्राइभेट सेक्टरले पनि लगानी गर्न सक्ने भनेर त्यो ल्याएको। तर चितवनको यहाँको चाहिँ के भयो भन्नु भने पहिला सहकारी संस्थासँग सम्झौता भयो। सम्झौता भइसकेपछि काम हुँदै गएपछि उहाँहरूले हामी पैसा लगानी गर्न सकेन, हामीलाई गाह्रो पर्यो भन्न थालेपछि लालमणि चौधरी चाहिँ तपाईँको त्यतिखेर नगर प्रमुख हुनुहुन्थ्यो, उहाँले त्यसो भए केही चाहिँ पैसा म पनि लगानी गर्छु भनेर कति 1.5 करोड जति पैसा चाहिँ उहाँले पनि लगानी गर्नुभयो। त्यसपछि अझै फेरि पछि त नगरपालिकाको स्थानीयता 79मा स्थानीयताको निर्वाचन सम्पन्न भइसकेपछि लालमणिजी चाहिँ त्यहाँ हुनु भएन। तर अहिले काम सम्पन्न भएको छ, सबै काम सम्पन्न भएको छ। सञ्चालन हुनको लागि अब कसरी सञ्चालन गर्ने भन्दाखेरि कि त्यो सहकारी संस्थाले सञ्चालन गर्नलाई उसले चाहिँ 30% भुक्तानी पुर्याउनु पर्यो। जस्तै 1.5 करोड त तपाईँको यहाँको नगरपालिकाले हालिदिएको छ, बाँकी पैसा उहाँले चाहिँ सम्झौतामा हालिदिने। अब होइन, अब उहाँहरूले त्यो पैसा नदिने हो भने सम्झौता नगर्ने भने प्रदेश सरकारले 70% भन्दा थप्न नमिल्ने। अब कसरी उ गर्ने भनेपछि अब नयाँ कार्यविधि भन्दैछ अहिले चाहिँ। अस्ति मन्त्रीज्यूसँग भेटघाट भएको थियो। त्यो कार्यविधिले अब चाहिँ कि स्थानीय तहले सञ्चालन गर्ने कि प्राइभेट सेक्टरले सञ्चालन गर्ने कि त तपाईँको चाहिँ अब स्वयं सरकारले सञ्चालन गर्ने गरी अब एउटा खालको कार्यविधि बन्दैछ। त्यो कार्यविधि बनेपछि अब यो पनि सञ्चालनमा आउँछ। यो सञ्चालनमा आइसकेपछि यहाँ उत्पादन भएको यो तपाईँको चाहिँ विशेष गरेर आलु, यहाँ चितवन त आलु उत्पादन हुने ठाउँ हो। त्यो आलु उत्पादन हुने पहाडको क्षेत्रमा चाहिँ तपाईँको यहाँ तरकारी तपाईँको काउली लगायतका विभिन्न फलफुलहरू उत्पादन हुन्छ। यो पहाडतिर किवीहरू उत्पादन हुन्छ, ड्रागन फ्रुट उत्पादन हुन्छ। उत्पादन गरिसकेका चिजहरू बजार भाउ नपाउँदाखेरि चिस्यान केन्द्रमा राख्ने भनेर चाहिँ सुरु गरेको यो सञ्चालनमा आएको छैन, अब सञ्चालनमा आउँला।
तर यो छिटो सञ्चालन नहुँदाखेरि यहाँ टाढीमा अहिले ठुलो कोल्ड स्टोर निर्माण हुँदैछ। यो सञ्चालन भइसक्यो भए यो कोल्ड स्टोर पनि निर्माण हुने थिएन होला। अहिले भाटबढेनीको अगाडिपट्टि ठुलो कोल्ड स्टोर निर्माण हुँदैछ। त्यो त आवश्यकता छ भन्ने कुरो त बुझेर अनि कोल्ड स्टोर चाहिँ निर्माण हुँदैछ। अब त्यहाँ पनि हुने हुँदा पनि रत्नगरमा भए पनि यो रापतिर खैरेनीलाई त काफी हुन्छ त यो कोल्ड स्टोर। त्यसलाई सञ्चालनमा ल्याउने काममा प्रदेश सरकारको भूमिका आवश्यक छ र स्थानीय सरकारको भूमिका आवश्यक छ र स्थानीय सरकारले जिम्मा लिएर सञ्चालन गर्दा सबैभन्दा राम्रो। त्यसो नहुँदा यहाँ प्राइभेट सेक्टरलाई हामी चलाउँछु भनिरहेछ, तर प्राइभेट सेक्टरलाई चलाउने जिम्मेदारी के हुन्छ भन्दाखेरि हिजोको भरतपुरमा नारायणघाटमा भएको पाउडर दुध पानको उद्योग जस्तै घाटा हुँदाखेरि नचलाउने, नाफा हुँदाखेरि मात्रै चलाउने भने किसानले दुःख पाउँछ। त्यस कारणले हामी पिबी मोडलमा जाने, त्यो चाहिँ तपाईँको त्यस खालको किसानलाई दुःख दिने खालको होइन, किसानलाई अप्ठ्यारो होइन, किसानलाई उत्साह जगाउने खालको यो किसान केन्द्रबाट तपाईँको चाहिँ मान्छे तरकारी उत्पादन गर्ने, आलु उत्पादन गर्ने, फलफुल उत्पादन गर्ने काममा लागेर दिगो र दीर्घकालीनसम्म रोजगार सिर्जना होस् भन्ने हिसाबले यो कार्यक्रम ल्याएको हो। अब हामीले त्यति मात्रै होइन, अब मन्त्रालयको जिम्मा यता एकातिर तपाईँको चाहिँ कृषि छ, तर बाटो बनाउने काम सबै खालको ठाउँको बाटो नाम भनेर साथै छैन। धेरै बाटो निर्माणमा तपाईँको चाहिँ बजेट व्यवस्था गरेका छ। सिँचाइमा चाहिँ हर्दी सिँचाइ तपाईँको लगायतका तपाईँको विभिन्न ठाउँको सिँचाइहरूमा मैले सुरु गरेँ। अहिले तपाईँको जेन सरको पालामा सम्पन्न हुँदैछ। त्यो धेरै कामहरू यति धेरै काम भएको छ। अब फेरि त्यो कामबाट म जिम्मेवारीबाट मुक्त भए पनि कामबाट भागेको छैन। मैले उहाँसँग सरसल्लाह गर्छु, मैले यो काम सुरु गरेको छु, फलाना ठाउँमा बजेट हाल्नु पऱ्यो, यो काम सम्पन्न गर्नु पऱ्यो भनेर निरन्तर हाम्रो राय सल्लाह सरसल्लाह भइरहन्छ। र अब त झन् फेरि तपाईँको अहिले पार्टीले प्रतिनिधि सभाको उम्मेदवार यहाँ चाहिँ मलाई जुन जिम्मा दिनुभयो, यसपछि त अब सोचिराखेको छु। अब अघि उहाँले पढ्नुभयो कपिलजीले, त्यसपछि मैले अघि पनि नाम पनि भने, कमरेड चाहिँ जेपी भेटवाल, कमरेड सुरेन्द्र पाण्डे, कमरेड लालमणि चौधरी, अनि कमरेड तपाईँको जयन्त थपलिया, म, अनि त्यसपछि तपाईँको नगरपालिकामा कमरेड चाहिँ प्रभा बराल, इमान सिंह, त्यसपछि तपाईँको चाहिँ हाम्रो लालमणि चौधरी, अनि उपमेयर हाम्रो सुनिता खरेल, रत्नगरको चाहिँ मेयर नारायण वन, उपमेयर हाम्रो विमला दावाडी लगायतले सुरु गरेका कामहरू अब जो नगरपालिकामा निर्वाचित हुने जनप्रतिनिधिहरू छ, निर्वाचनमा निर्वाचित हुने जनप्रतिनिधिहरू हुन्छ, नगर प्रमुख, उपप्रमुख, वार्डाध्यक्षहरू, प्रदेशसभा सांसदहरू, सरकारसँग सबैसँग मिलेर यहाँको जुन प्रस्तुत गरेको कार्ययोजनाहरू छ त्यसलाई सम्पन्न गर्ने सन्दर्भमा अब बिहानदेखि बेलुकासम्म र राति पनि सोचेर बुझेर यो कामहरू सम्पन्न गर्ने, पूर्वी चितवनलाई समृद्धि बनाउने, पूर्वी चितवनलाई सुखी बनाउने, पूर्वी चितवनको जनतालाई सुखी बनाउने, यो ठाउँबाट सुशासनको सुरुवात गर्ने अभियानमा निरन्तर जारी रहनेछ भन्ने कुरा मैले तपाईँहरूको बिचमा राख्न चाहन्छु। अनि यो त भइसक्यो त। दुधको चाहिँ प्रति लिटरको दरले किसानकै माग अनुसार गाई भैँसी पालन गर्ने जुन दुध किसानहरू छ उहाँहरूले अब हामीलाई धेरै अप्ठ्यारो पर्यो, दुधमा अनुदान दिनु पर्यो भनेपछि अनुदान चाहिँ परिणाममुखी अनुदान दिने भनेर प्रति लिटर 5 रुपियाँको दरले अनुदान दिउँ भनेर हामीले तयारी गरे। तर बजेट अलिकति भएपछि 3 रुपियाँको दरले हामी अनुदान दिएको छ र त्यो अहिलेसम्म निरन्तर छ। बिचमा नयाँ सरकार आएपछि के कटौती गर्न खोजेको थियो, फेरि पनि हामीले दबाब दिएर त्यो अहिले निरन्तर जारी छ र त्यसले पनि तपाईँको मान्छेलाई गाई पालन गर्ने, भैँसी पालन गर्ने, दुध उत्पादन गर्ने कामलाई चाहिँ उत्साह बढेको छ। मैले यो कुरा राख्न चाहन्छु। अरू केही छुटेको भए फेरि तपाईँहरूले मलाई प्रश्न गर्नु, म फेरि राख्छु। तपाईँको स्वतःस्फूर्त हुन्छ। मलाई के विश्वास छ भने यो पूर्व चितवनको रत्नगर, खैरानी र जुन राप्ती नगरपालिका छ यो सबै ठाउँमा घुमेको खेलेको म एउटा खालको स्वभावको मान्छे, वृद्धहरूसँगलाई सम्मान गर्ने, उनीहरूसँग नि साथी बन्ने,
अप्सराको साथीहरूसँग पनि अत्यन्त नजिकको सम्बन्ध राखेर सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने, अबभन्दा तलका भाइ बहिनी छोरछोरीलाई अत्यन्त बढी माया दिएर उनीहरूसँग नि साथी बन्ने स्वभाव मेरो एउटा स्वभाव। अर्को मेरो स्वभाव के हो भन्नु भने कसैले समस्या पऱ्यो भने त्यो व्यक्तिको समस्या पनि समाधानको निम्ति अब कहाँ कसलाई बोलेर हो, कतिपय कुराहरू नागरिकताको समस्या हुन्छ, पासपोर्टको समस्या हुन्छ, कतिपय मान्छेहरू झै झगडाको समस्या हुन्छ, कुटपिटको समस्या हुन्छ। अब के समस्या छ त्यो समस्या समाधान गर्नको निम्ति दिलो ज्यान दिएर लाग्ने मान्छे भावनाले मलाई लाग्छ मलाई धेरै मतले अगाडि चाहिँ बढाएर धेरैभन्दा धेरै फरक मतले मैले निर्वाचनमा विजय प्राप्त गर्छु भन्ने विश्वास छ। अहिले पनि फोन धेरैले गर्नुहुन्छ। अब फेट्टा भन्दा त गाह्रो हुन्छ, तर एमालेको मत त यसै आउने भयो। अब काङ्ग्रेस सम्बद्ध, राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध, राप्रपा सम्बद्ध, नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध, अरू सानातिना पार्टी सम्बद्धका मान्छेहरू पनि तपाईँको उम्मेदवारप्रति हामी खुसी छौँ, तपाईँसँग मिलेर सहकार्य गरेरै जानुपर्छ, अब हामी तपाईँलाई सहायता गर्छौँ भन्ने चाहिँ बिहानदेखि बेलुकासम्म टेलिफोनमा चाहिँ यही कुरा आउँछ। भेटघाट पनि निरन्तर भइरहेछ। त्यस कारणले यति नै मत नबनाऊ, अरू सबै उम्मेदवारभन्दा बढी मत मेरो हुन्छ। अत्याधिक मत खोजिरहेको बेला तपाईँको अब प्रतिस्पर्धीमा निवर्तमान सांसद पनि हुनुहुन्छ। पहिला अब पार्टीकै उपाध्यक्षलाई हराइसकेको व्यक्ति अहिले फेरि उम्मेदवारको रूपमा आउनु भएको छ। कतिको प्रतिस्पर्धी मात्र भएको छ? होइन, प्रतिस्पर्धी त स्वतस्फूर्त प्रतिस्पर्धी नै मान्नुपर्छ। किनभने निर्वाचन प्रतिस्पर्धा गर्ने हामीसँग अहिले 18 जना उम्मेदवारहरू छन् होइन। अब नेपाली काङ्ग्रेस छ, राष्ट्रिय स्वतन्त्र पार्टीको छ, नेपाली कम्युनिस्ट पार्टीको छ, यी सबै साथीहरू हुन्। अरू 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 साथीहरू पनि छन्। अनगिन्ती तपाईँ 18 जना साथीहरू छन्। 18 जना साथीहरूमध्ये अब प्रतिस्पर्धामा फलाना भनेर भन्नुभन्दा अब एउटा मत परिणामलाई अलिदिन पर्खिनु न। फागुन 21 गतिको मत परिणामले फर्स्ट सेकेन्ड थर्ड छुट्याउँछ होइन। त्यस कारणले फर्स्टमा नेकपा एमालेको उम्मेदवार हुन्छ, नेकपा एमाले पार्टी हुन्छ, अनि दोस्रो तेस्रो के हुन्छ परिणामले बताउँछ। हेर्दै जानुहोस्, परिणाम आइहाल्छ।